नमस्ते आदरणीय गान्द्रुके.com लगइन गरेर यस कार्यक्रम कुराकानी हेरिरहनु भएको सम्पूर्ण गान्द्रुकेवासीहरू र अन्य श्रोता महानुभावहरुमा म कुराकानी कार्यक्रमको सञ्चालक विमल गुरुङको न्यानो अभिवादन। आदरणीय दर्शकबिनहरु, हामीले पहिलाको कुराकानी कार्यक्रमहरु हङकङ र युके मा मात्र गरिरहेको थियो र आज भाग्यले म आफ्नै गाउँ गान्द्रुकमा आउन पाएँ र यहाँनिर हिजो हामी आउने बित्तिकै यहाँ राम्रो भव्य तरिकाको नाचगान कार्यक्रम भएको थियो र त्यस नाचगान कार्यक्रम चाहिँ हाम्रो गाउँमा भर्खरै निर्माण भइरहेको हाम्रो उपस्वास्थ्य चौकीको लागि आर्थिक संकलन गर्नेको नाचगान कार्यक्रम रहेछ र त्यसमा मैले दुईजना हाम्रो गान्द्रुकको ठूलो व्यक्तित्वहरुसँग परिचय गर्ने मौका पाएँ र उहाँहरुलाई उहाँको समयलाई एकदम रिक्वेस्ट गरेर मैले यहाँनिर आज उहाँलाई हाम्रो कार्यक्रममा निमन्त्रणा गरेको छु र यस निमन्त्रणालाई स्वागत स्वीकार गरेर आज यहाँ हाम्रो कार्यक्रममा आउनु भएको छ। पहिले
हेल्प पोस्ट भवन निर्माण समितिको अध्यक्ष तिलबहादुर गुरुङज्यू, उहाँ हाम्रो घान्द्रुक गाविसको उप अध्यक्ष पनि हुनुहुन्छ, भूपू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ, घान्द्रुक लघु जलविद्युत आयोजनाको भूपू म्यानेजर पनि हुनुहुन्छ, साथै अरू धेरै सङ्घ संस्थाहरूमा पनि आफ्नो अमूल्य योगदानहरू पुर्याएर घान्द्रुक गाउँको सेवा गरेर आइराख्नु भएको छ। त्यस्तै गरी यतापट्टि हुनुहुन्छ हाम्रो मामा शङ्करबहादुर गुरुङ, उहाँ अहिले यो जुन संयुक्त हेल्प पोस्ट व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। संयुक्त भन्नाले हाम्रो गाउँमा सञ्जीवनी हेल्थ मिसन, सामुदायिक हेल्प पोस्ट र उपस्वास्थ्य चौकीको संयुक्त हेल्प पोस्ट व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। कार्यक्रममा स्वागत छ मामा शङ्कर गुरुङ र मामा तिलबहादुर गुरुङलाई। कुराकानीको पहिलो क्वेसन म हाम्रो मामा शङ्करबहादुर गुरुङलाई सोध्न चाहन्छु। उहाँ संयुक्त हेल्प पोस्ट व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। मामा, यो अहिले यो हाम्रो जुन हेल्प पोस्ट निर्माण कार्य भइरहेको छ, यो हाम्रो के कतिमा पुगिरहेछ अहिले? अहिले चाहिँ हजुर, पहिले चाहिँ यहाँ चाहिँ अब एउटा उपस्वास्थ्य चौकी हजुर, एक तलाको भवन थियो हैन। हजुर। अनि अर्को चाहिँ साथसाथै सामुदायिक स्वास्थ्य केन्द्र अनि सञ्जीवनी हेल्थ मिसन नेपाल चाहिँ छ हैन। अनि त्यो सञ्जीवनी हेल्थ मिसन नेपाल चाहिँ एउटा के अरे बिरसिङ भन्ने एउटा ट्रेकिङमा आउने एकजना गाइड भनौँ, उहाँ चाहिँ निकै जान्ने बुझ्ने विद्वान जस्तै हुनुहुँदो रहेछ हैन। उहाँले चाहिँ त्यो के अरे उहाँले चाहिँ पर्यटक ल्याएर चाहिँ यो सञ्जीवनी भन्ने चाहिँ संस्था चाहिँ घान्द्रुकमा चाहिँ राख्न चाहिँ उपयुक्त सोच्यो। हजुर। र यहाँको चाहिँ भद्र भला आदमीहरूसँग चाहिँ के अरे सोधेर हैन राख्नु पर्यो भने कि। हजुर। भनेपछि उहाँले सुरु गर्नुभयो यो मिसन। अनि अहिले हाम्रो यो के कति भइरहेको छ? अनि सुन्नुहोस् है। हजुर। उहाँले चाहिँ 2064 साल फागुन 1 गतेबाट चाहिँ यो सञ्जीवनी संस्था चाहिँ यहाँ स्थापना गर्नु भएन। अनि एउटा MBBS पढ्ने एउटा डक्टर, हजुर, अनि एउटा ल्याब एसिस्टेन्ट, हजुर, अनि एउटा स्टाफ नर्स राख्नुभयो होइन। अनि उहाँहरूको चाहिँ तलब अनि खाने बस्ने व्यवस्था उहाँले नै गर्नुभयो होइन, यी सञ्जीवनीले नै। अनि उहाँले चाहिँ अब घान्द्रुकको लागि चाहिँ अब धेरै योगदान दिनुभयो होइन। अनि गएको सालमा चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने हाम्रो चाहिँ दाताहरू चाहिँ अक्टोबर 5 मा आउँदैछ। त्यो अक्टोबर 5 मा चाहिँ उहाँहरूले चाहिँ यहाँ चाहिँ के काम चाहिँ गरेर चाहिँ देखाउनुपर्छ भन्नुभयो बिरसिङ गुरुङले होइन। त्यो दाताहरू चाहिँ 4 दिनसम्म चाहिँ बसेर चाहिँ बिहान सबेरैदेखि साँझसम्म चाहिँ काम गर्नुपर्छ। उहाँहरूलाई चाहिँ काम दिनु पर्यो 14 जनालाई चाहिँ होइन। अनि अब यो लामो अगाडिदेखिको योजना पनि होइन होइन। यो गएको जेठमा चाहिँ उहाँ बिरसिङज्यूले चाहिँ भन्नुभयो होइन। अब बिरसिङले चाहिँ अब घान्द्रुकको लागि त्यत्रो योगदान गरेको छ। अनि हामीले चाहिँ उहाँले चाहिँ भनेको कुरा किन मान्नु पर्यो भनेर चाहिँ होइन। अनि समितिको चाहिँ बैठक बसेर चाहिँ सरसल्लाह गर्यो होइन। सरसल्लाह गर्यो। अनि अब काम चाहिँ कहाँ दिने भन्दाखेरि चाहिँ अब हाम्रो उपस्वास्थ्य चौकी चाहिँ 1 तलाको थियो होइन। अर्को तला चाहिँ थप्नु पर्यो होइन। अर्को तला चाहिँ थप्नु पर्यो भन्ने चाहिँ सल्लाह भयो होइन। अनि अर्को तला थप्नु पर्यो भने अनि त्यसपछि चाहिँ अब बजेट चाहिँ अब हामीसँग धेरै थिएन होइन। बिरसिङले चाहिँ 2,10,000 चाहिँ अहिले चाहिँ हामी दिन्छौँ, त्यसैबाट चाहिँ सुरु गर्नुहोस् भन्नुभयो होइन। अनि हामी सल्लाह गरेर 2,10,000 बाहेक अर्को चाहिँ अब परिषदबाट चाहिँ 2.5 लाख होइन। अनि
के अरे यही 9 वार्डबाट चाहिँ 5,000 चाहिँ ढुङ्गा ढुवानीको लागि चाहिँ 5,000 चाहिँ माग्ने सल्लाह भयो होइन अनि त्यो ल्याइ पनि सक्यो हाम्रो बजेटको कुरा गर्दा यो हाम्रो यो जुन उपस्वास्थ्य चौकी निर्माणको यो टोटल बजेट हाम्रो कति थियो होला एस्टिमेटेड बजेट अब यो काम चाहिँ अलि हतारमा भयो कि हतारमा भयो अनि नगरी नहुने जस्तो भयो र हामीसँग बजेट धेरै थिएन त्यस्तै टोटल गर्दाखेरि चाहिँ 5,55,000 जति मात्र थियो हजुर हैन हजुर ती 5,55,000 कै बजेटबाट चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ सुरु गर्यौँ होइन सुरु गर्दाखेरि चाहिँ अब अलि साधारण तरिकाबाट चाहिँ लैजाने भन्दाखेरि चाहिँ अहिले चाहिँ पछि जाँदाखेरि चाहिँ अब त्यो के अरे त्यो तला थप्दाखेरि चाहिँ त्यो वरिपरि झ्यालमाथि गाह्रोमाथि चाहिँ के अरे के भन्छ ढलान गर्ने विचार आयो कि ढलान गर्ने विचार आयो त्यो पुरा त्यो छानै ढलान होइन कि गाह्रोमाथि चाहिँ ढलान गर्ने अनि एउटा बरन्डा ढलान गर्ने विचार आयो त्यो ढलान गर्ने भन्दाखेरि चाहिँ एकदमै महँगो हुन गयो यो तपाईँको विचार जुन भयो नि विचार तपाईँहरूले हामी सम्पूर्ण वडा नम्बर 1 देखि वडा नम्बर 9 सम्मको मिटिङ राखेर यो प्रस्तावहरू पारित गर्नुहुन्छ कि यो हाम्रो यतातिर यो 3, 4, 5, 6 को वडाको मात्र बसेर पारित गर्नुहुन्छ होइन सबै वडाको चाहिँ प्रतिनिधि राखेर चाहिँ हामीले चाहिँ गरेन हामीले के अरे व्यवस्थापन समितिको चाहिँ सल्लाह गरेर चाहिँ पारित गरेको धेरै धेरै धन्यवाद यता हाम्रो मामा तिलबहादुर गुरुङलाई एउटा क्वेसन सोधौँ तपाईँ अहिले हेल्थ पोस्ट भवन निर्माण समितिको अध्यक्ष हुनुहुन्छ हाम्रो अझै पनि उपस्वास्थ्य चौकी छ किन स्वास्थ्य चौकी नभयो होला किन उपस्वास्थ्य चौकी छ हामी धेरै वर्ष अगाडि चाहिँ खास गरेर सिटपाँच सरकारको पञ्चायतको पालामा सिटपाँच सरकारको चाहिँ के अरे पालामा चाहिँ के अरे दाङसिङ मोरिया चाहिँ के अरे खास थाए चाहिँ के अरे एउटा स्वास्थ्य चौकी चाहिँ के अरे कोठा पाएको रहेछ त्यसपछि गएर यो घान्द्रुकमा चाहिँ उपस्वास्थ्य चौकीको हेल्थ उपस्वास्थ्य चौकीको मात्रा चाहिँ राखेको रहेछ बीचमा चाहिँ हाम्रो पुरानो बुढोपाकाहरू अहिले हुनुहुन्न उहाँहरूले पनि जोड जमर्का चाहिँ गर्दै गर्नुभएको हो त त्यसकारण चाहिँ के अरे अहिलेसम्म चाहिँ के अरे यो खास चाहिँ यो स्वास्थ्य चौकी हुनु सकिएन के चाहिँ खास चाहिँदो रहेछ स्वास्थ्य चौकी हुनलाई हामीमा आर्थिक कमजोर भयो कि भौतिक कमजोर भयो कि हामीमा अब जस्तै वीरसिंह दाइले पिएचडी गरेको डाक्टर 2टा नर्स हामीमा कम्प्युटर पनि प्रशस्त छ सबै हुँदाहुँदै पनि किन हामी अझै उपस्वास्थ्य चौकी नै छौँ त हामीले अहिले आएर स्वास्थ्य चौकीकै चाहिँ के अरे कोठाकै त दरबन्दी चाहिँ के हामीले माग गर्दैछौँ र सम्बन्धित निकायतिर चाहिँ हामीले चाहिँ सरसल्लाह लिँदा तपाईँहरूले चाहिँ के अरे 3 रोपनी जग्गा उपलब्ध गर्नुपर्छ निःशुल्क अथवा चाहिँ के अरे तपाईँहरूले कसैले चाहिँ डोनेट गरे तापनि 3 रोपनी जग्गा चाहिँ हुनुपर्छ हामी चाहिँ त्यो घान्द्रुक चाहिँ यत्रो चाहिँ अब अन्तर्राष्ट्रियले चिनिएका पर्यटक क्षेत्र चाहिँ सबभन्दा ठुलो एउटा चाहिँ के अरे मानवको चाहिँ के अरे विकासको लागि चाहिँ के अरे स्वास्थ्य नै चाहिँ प्राथमिकता हो त्यसपछि गएर चाहिँ के अरे अब शिक्षा हो एवं किसिमले गर्दाखेरि चाहिँ अहिले पछाडि आएर हामी सबैलाई चाहिँ के जागरुक भयो भने वीरसिंहले गरेको चाहिँ सानो चाहिँ एउटा योगदानबाट हामी सबै चाहिँ जागरुक भइरहेको छौँ र हामीले चाहिँ एउटा तलामाथि चाहिँ पुरानो तलामाथि चाहिँ अर्को चाहिँ तला थप्दाखेरि हामीलाई चाहिँ अलिकति जुन चाहिँ के अरे अध्यक्षले भन्नुभयो थोरै मात्र पैसा थियो वीरसिंहले 2,10,000 मात्रबाट चाहिँ सुरु गरेको थियो अहिले चाहिँ के अरे हामीले अब संयुक्त चाहिँ के अरे अब 1 नम्बरदेखि 9 नम्बरसम्मका सबैलाई चाहिँ के अरे सर्वदान अथवा चाहिँ के अरे आर्थिक सहयोग चाहिँ के अरे अपेक्षा गर्दै अहिले चाहिँ त्यस्तै 8-9 लाख जतिको चाहिँ इन्भेस्टमा चाहिँ भनौँ खर्च हुँदै गइरहेको छ र मैले हल्ला सुने अनुसार अब हल्ला हैन यो खास पहिलाको तपाईहरु जुन यो स्वास्थ्य चौकी बनाउनुभन्दा उपस्वास्थ्य चौकी बनाउनुभन्दा अगाडि एउटा मिटिङमा भएको कुरा अनुसार अनुमानित बजेट 6 लाख बनेको थियो अहिले त यो 6 लाख भन्दा बढी भएन
धेरै नै नाकिसक्यो किनभने अहिलेको चाहिँ के अरे समय परिस्थितिले गर्दाखेरि चाहिँ डकर्मी सिकर्मी इत्यादि चाहिँ के अरे पुरा एकदम महँगी चाहिँ भएको हुँदाखेरि कतिको महँगो रहेछ डकर्मी सिकर्मीहरू अब एकजनाको चाहिँ हामीले चाहिँ कन्ट्याक्टमा चाहिँ के अरे 900 रुपियाँ चाहिँ के अरे कन्ट्याक्टमा चाहिँ के अरे सिकर्मी डकर्मीको चाहिँ के अरे हामीले चाहिँ के अरे मान्छे हाल्दैछौँ हजुर अब दिनमा चाहिँ 10-12 जना प्रतिदिन 900 रुपियाँ हजुर हाम्रै घान्द्रुकै हरू हुनुहुन्छ कि अहिले घान्द्रुकलाई पनि हामीले आह्वान गरेको तर चाहिँ के अरे यहाँ नजिक छिमेकी गाविसको चाहिँ एउटा सिकर्मी डकर्मीहरू साह्रै चाहिँ दक्षहरू चाहिँ भएको हुनाले उहाँहरूलाई चाहिँ निकालेर हामीले चाहिँ निर्माण गर्दैछौँ। यहाँनिर एकजना हाम्रो घान्द्रुके.com लाई एकदम माया गर्ने एउटा साथी म नाम खोल्न चाहन्न उहाँले हामीलाई इमेल पठाउनु भएको थियो म यहाँ घान्द्रुक आउनुभन्दा अगाडि हाम्रो यस हेल्पोस उप स्वास्थ्य चौकी निर्माणको ढुङ्गाको चट्टाको कुराहरू गरिराख्नु भएको थियो उहाँले हाम्रो अहिले ढुङ्गाको चट्टाको कति भाउ पुग्यो होला अहिले पहिला 3035 4000सम्म थियो हजुर अहिले चाहिँ के अरे 9000 एउटा चाहिँ के अरे 7 हातको चाहिँ लम्बाइ र चाहिँ के अरे 4 हातको चौडाइ र चाहिँ 5 हातको चाहिँ के अरे उचाइको ढुङ्गालाई चाहिँ अहिले 9000सम्म र त्यसलाई चाहिँ धुवानी गर्दाखेरि चाहिँ बहुत खर्च लाग्ने यहाँका भनौँ चाहिँ के अरे मान्छेले चाहिँ के अरे अहिले अब काम भनौँ भारी बोक्ने चाहिँ त्यस्तो चाहिँ के अरे अलिकति नसक्ने त्यस्तै चाहिँ के अरे विलासी भयो त्यसले गर्दाखेरि खचरले पनि बोके मान्छेले पनि बोके निकै टाढा पर्छ अहिले त्यो ढुङ्गाहरू चाहिँ के अरे किसिमले यो गाउँ क्षेत्र यहाँ नजिक चाहिँ पाउँदैन टाढाबाट ल्याउँदाखेरि अब जस्तै तपाईँले श्रमदानको कुरा गर्नुभयो श्रमदान चाहिँ केमा हुन्छ त अब धुवानी गर्दाखेरि खच्चर हुन्छ बाहिरबाट डकर्मी सिकर्मीहरू आएपछि हाम्रो घान्द्रुके युवकहरू घान्द्रुके बाबाआमाहरूले कस्तो खालको श्रमदान प्रदान गरिरहेको छ हाम्रो यो उपस्वास्थ्य चौकीको निर्माण काममा हामीले हरेक ओडालाई चाहिँ के अरे श्रमदानको चाहिँ के अरे आवश्यक पर्यो भनेर चाहिँ हाम्रो चाहिँ के अरे समितिले चाहिँ निर्णय गर्यो र हरेक ओडाले चाहिँ दुई पटक चाहिँ के अरे हामीले चाहिँ यहाँ श्रमदान चाहिँ ढुङ्गा ओसार्ने दार ओसार्ने यस्तोमा चाहिँ के अरे गिटी कुट्ने यस्तोहरूमा चाहिँ श्रमदान चाहिँ के अरे हामीले चाहिँ जो सबै वडाबाट सबैजना श्रमदान गर्नेमा खुसी नै छ हजुर खुसी नै छ टाढा परेको चाहिँ के अरे जुन 9 नम्बर ओडालाई मात्र हामीले चाहिँ के अरे अब आर्थिकको मात्र अपेक्षा गऱ्यौँ हजुर अब एकछिन क्वेसन हाम्रो मामा शङ्कर बहादुरलाई सोधौँ हाम्रो यो जुन हेल्पोस छ नि उपस्वास्थ्य चौकी छ नि यो एक क्याबको नजिक जुन सानो ठाउँ छ त्यसमा नै किन हामीले बनाएको होला हामीसँग जस्तै उहाँले भन्नुभयो एउटा स्वास्थ्य चौकीको नियममा 3 रोपनीको जग्गा हुनुपर्ने अनि त्यसमा अब पूर्वाधारहरू पनि निकै चाहिने रहेछ अरू हाम्रो घान्द्रुकमा ठाउँ नभएर हो कि त्यही ठाउँलाई किन हामीले मान्यता दिएको होला उपस्वास्थ्य चौकी ल्याउने बेलामा चाहिँ पहिलेको चाहिँ हाम्रो चाहिँ भलादमीहरूले अब सेन्टर चाहिँ मुख्य ठाउँ चाहिँ सेन्टर चाहिँ अब त्यहीँ राम्रो लागेर चाहिँ त्यहीँ चाहिँ स्थापना गर्यो अब तर त्यसमा त जुन चाहिँ सरकारको माग अनुसार 3 रोपनी जग्गा पनि नभएको खासै भन्दाखेरि घान्द्रुकको सेन्टर त अलिकति माथितिर जस्तै बारगर गऱ्यो भने छम्नु पनि भेटाउने त्यस्तो पनि हुन्थ्यो होला यही ठाउँ किन कि पहिले यहीँ हेल्पोस्ट यहीँ भएर त्यस्तो भएको हो कि पहिले यहाँ हेल्पोस्ट थिएन हजुर हेल्पोस्ट उपस्वास्थ्य चौकी थिएन उपस्वास्थ्य चौकी त 2050 सालमा मात्र आएको हो यहाँ हजुर अनि त्योभन्दा अगाडि चाहिँ एकाब्र चाहिँ यहाँ समुदाय मिलेर चाहिँ एउटा सामुदायिक स्वास्थ्य केन्द्र चाहिँ स्थापना गरेको थियो हजुर एकाबको पहलमा हैन अनि त्यही के अरे सामुदायिक स्वास्थ्य केन्द्रबाट चाहिँ अब गाउँलेहरूलाई चाहिँ स्वास्थ्य सेवा चाहिँ दिइराखेको थियो अब पछि चाहिँ 2049 सालमा चाहिँ गिरिजा प्रसाद कोइराला चाहिँ यहाँ चाहिँ भ्रमणमा आउनुभयो अनि उहाँसँग चाहिँ हामीले चाहिँ अब स्वास्थ्य चौकीको चाहिँ माग गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ उहाँ चाहिँ काठमाडौँ फर्कनु भएपछि यहाँ चाहिँ उपस्वास्थ्य चौकी चाहिँ
निर्माण दिनुभयो अनि निर्माण भयो 2050 सालमा चाहिँ यो उपस्वास्थ्य चौकी निर्माण भएको अनि यो उपस्वास्थ्य चौकी चाहिँ निर्माणको लागि चाहिँ जग्गाको चाहिँ जग्गा यति नै हुनुपर्छ भन्ने त्यस्तो चाहिँ थिएन होला त्यो बेला म त्यतिखेर चाहिँ म कुनै सदस्य थिएन होइन अहिलेको चाहिँ मेरो विचार अनुसार चाहिँ उपस्वास्थ्य चौकी चाहिँ जग्गा यति नै हुनुपर्छ भन्ने त्यो नियम थिएन होला तर अहिले चाहिँ स्वास्थ्य चौकीको लागि चाहिँ 3 रोपनीदेखि माथि चाहिँ जति भए पनि 5 रोपनीसम्म चाहिँ हुनुपर्दो रहेछ होइन अनि त्यो स्वास्थ्य चौकीको लागि चाहिँ 3 रोपनीदेखि 5 रोपनीसम्मको चाहिँ जग्गा चाहिँ हामीले चाहिँ यहाँ व्यवस्था गर्दैछौँ होइन अब सरकारको पनि अब यो 5 वर्षभित्रमा चाहिँ देशभित्रको चाहिँ सबै उपस्वास्थ्य चौकीहरूलाई चाहिँ हटाएर चाहिँ स्वास्थ्य चौकी चाहिँ बनाउने चाहिँ अब त्यसमा त फेरि यो भवन जुन निर्माण भइरहेको छ त्यसलाई भत्काएर फेरि बनाउनु पर्ने होला नि होइन र यो त अब किन भत्काउने यो त भत्काउनु पर्ने आवश्यक यो मापदण्डमा परेन नि त हाम्रो 3 रोपनी छैन त्यसमा अब त्यसको नजिकै होटेल छ त्यसको नजिकै अब गाविस मापदण्डमा त परेन पछि चाहिँ अब यो चाहिँ कुनै उपयोगमा आउँछ हाम्रै स्वास्थ्य सम्बन्धी कुनै उपयोगमा आउँछ अब स्टाफहरू बस्ने होइन अब राम्रो ठाउँमा छ हजुर त्यही भन्दाखेरि अब जस्तै अब स्टाफहरू बस्ने अब त्यसमा उपयोगमा आउँछ जस्तै अब हाम्रो यहाँ सुनाइ अनुसार यहाँनिर स्वास्थ्यको अब जस्तै एक्सरे मेसिनहरू पनि आइसक्यो भनेको जानकारी पाएको छ हामीले हजुर के यो साँचो हो त एक्सरे मेसिनहरू वहाँ कम्प्युटरहरू यो स्वास्थ्यको लागि चाहिने सामग्रीहरू पनि मेसिनहरू पनि आइसक्यो भन्ने कुरा आएको छ के यो साँचो हो एक्सरे मेसिन चाहिँ थाहा छैन होइन हजुर यो ल्याबको सामानहरू कि हजुर ल्याबको सामानहरू यो रगत जाँच्ने हजुर खकार जाँच्ने तिनीहरू सबै आइसक्यो सुगुर जाने आइसकेको छ आइसक्यो तर यो अब यो भवन निर्माण भएपछि मात्रै परिचालन हुने यो त अहिले पनि के अरे परिचालन भइराखेको छ यो रगत टेस्ट गर्ने सुगर टेस्ट गर्ने भनेपछि अहिलेसम्म चाहिँ यो सुगर टेस्ट गर्ने रगत जाँच गर्नेहरू सबै कुरा पिसाब जाँच गर्नेहरू चाहिँ अहिले चलिराखेको छ है अब यहाँ मामा तिलबहादुर गुरुङ हेल्थ पोस्ट भवन निर्माण समितिको अध्यक्ष हुनुहुन्छ उहाँलाई एउटा क्वेसन सोध्नु अब अहिले जुन उहाँ हाम्रो मामा शङ्करबहादुर गुरुङले भन्नुभयो 2,10,000बाट वीरसिंह गुरुङले सहयोग गर्नुभएको 2,10,000बाट सुरु भएको 4,500 प्रत्येक वडाबाट आएको 5,000 सबै प्रत्येक वडाबाट आएको गरेर जम्मा 5,55,000को जुन लागतमा यो सुरु भएको हाम्रो जुन यो भवन छ नि यो आदिसम्म पुग्यो होला अब बिस्तारै चाहिँ के अरे अब आज भोलितिर चाहिँ के अरे धुरी छाएर हाम्रै चाहिँ के अरे पुरानो ढुङ्गाहरू टिनबाट नभइकन कर्कट पाताहरू चाहिँ नभइकन पुरानै ढुङ्गाको यहाँको चाहिँ के अरे लोकलिटीसँग चाहिँ मिल्ने किसिमले चाहिँ के अरे हामीले अब यो हप्ता दिनभित्र चाहिँ हामीले छाइसक्छौँ हजुर जुन हजुरले चाहिँ के अरे जुन कुरा गर्नुभयो किन चाहिँ यहाँ त्यो जग्गा चाहिँ अलिकति साँग्रो छ भनेर अघि नै चाहिँ उहाँ अध्यक्षज्यूले चाहिँ सोध्नुभयो नि त्यो कुरा त्यस विषयमा म के भन्न चाहन्छु भने हाम्रो भूपू के भन्छ सहायक मन्त्री चाहिँ के अरे प्रकाश बहादुर गुरुङको बुवा मुवाको चाहिँ के अरे उहाँहरू चाहिँ हुनुहुन्न अनि प्रकाश बहादुर गुरुङज्यूले चाहिँ के अरे हामीले रिक्वेस्ट गर्दाखेरि 3 रोपनी जग्गा हामीले चाहिँ के अरे पाउने चाहिँ के अरे आश्वासन पाइसकेका छौँ त्यसले गर्दाखेरि निःशुल्क हजुर पाइसकेका छौँ त्यसले गर्दाखेरि यो उपयुक्त यही चाहिँ के अरे सेन्टर त्यो ठाउँ अलिकति साँग्रो भए तापनि त्यसलाई चाहिँ पछाडि गएर चाहिँ के अरे हामीले अरू चाहिँ के अरे कर कार्यालय चाहिँ कुनै संस्थामा चाहिँ के अरे आबद्ध गर्न सक्छौँ र यतातिर चाहिँ बृहत ठुलो चाहिँ के अरे योजनातिर हाम्रो चाहिँ के अरे विचार छौँ अब जस्तै जुन तपाईँहरूले 5,55,000बाट सुरु गर्नुभएको जुन यो हेल्थ पोस्ट भवन निर्माण समिति अहिले यो पैसा सबै खर्च भइसक्यो कि के कस्तो छ होइन
पैसा त त्यो पैसा त खर्च भइसक्यो, त्यसले पनि नपुगेर हामीले चाहिँ के गर्दैछौँ भनेदेखि चाहिँ कुनै पनि चाहिँ संस्थाहरू चाहिँ हाम्रो विदेशमा भएका दाजुभाइहरूसँग कुन मिडियाबाट हामीले चाहिँ के अरे ल हामीलाई यति साह्रै चाहिँ के अरे यति सिर्जना गर्न आपत पर्यो भनेर चाहिँ के अरे एउटा मिडियाबाट चाहिँ के अरे अनुरोध गर्ने भन्ने हाम्रो विचार थियो। अहिले चाहिँ के अरे अब हजुर चाहिँ के अरे आइपुग्नुभयो र चाहिँ सबै वस्तुगत सबै कुरा चाहिँ बुझेर चाहिँ के अरे तपाईँको अगाडि चाहिँ के अरे कुरा गर्न पाउँदा हामीलाई चाहिँ यति गौरव लागेको छौँ। सहयोगको अपेक्षा अवश्य हुन्छ। जुन चाहिँ के अरे अब जुन चाहिँ प्रकाशबहादुर गुरुङले चाहिँ के अरे अब दिनुभएका जग्गाको चाहिँ के अरे म त अब त्यो पछाडि गएर चाहिँ सरकारको चाहिँ के अरे अब नियमअनुसार हामीले 3 रोपिन 4 रोपिन जग्गा पनि चाहिँ उहाँले आश्वासन दिइसक्नु भएको छ। त्यो चाहिँ छुट्टै हो। यसमा चाहिँ के अरे तत्कालै चाहिँ वीरसिंहको चाहिँ सहायक योगदानलाई हामीले चाहिँ सुरुवात गरौँ भनेर तल थाप्नतिर गएको मात्र हो। अब जस्तै अब तपाईँ हेल्पोस भवन निर्माण समितिको अध्यक्ष भएको हुनाले अब जुन सुरु गरेको 5,55,000 चाहिँ सिद्धिसक्यो। हजुर अहिले तपाईँहरूले ऋणमा चाहिँ के अरे हामी चल्दैछ। कति जति ऋण भइसक्यो होला? त्यसै 3 लाख चाहिँ समथिङ चाहिँ हाम्रो ऋण भइसक्यो। अब यो भवन कम्प्लिट हुनलाई अझै कति चाहिन्छ होला? मलाई जहाँसम्म लाग्छ यसको चाहिँ लास्ट फिनिसिङ गर्नको लागि हामीबाट गर्नु पर्यो भनेदेखि त्यस्तै 6-7 लाख जतिको चाहिँ आवश्यक पर्छ। अझै यसमा थप? हजुर। अब जस्तै तपाईँको 5,55,000बाट सुरु भएको योजना 3 लाख जति ऋण भइसक्यो भनेपछि 8,55,000 जति अहिलेसम्म आजको दिनसम्म खर्च भइसकेको हुँदा अझै यसमा 7 लाख जति थप्दाखेरि यो हेल्पोस भवन निर्माणको टोटल लागत चाहिँ अनुमानित 15,55,000 जति हुन त्यति 14-15 लाख जति चाहिँ हुन जान्छ भन्ने हामीले अनुमान गरेको छ। यसमा त पहिला तल भवन निर्माण भइसकेको त्यसमा तल थपेको एक तल थपेको होइन र? हजुर। एक तल थप्दा 15,55,000 लाग्ने यो यति महँगो कसरी भयो होला? यो हाम्रो सडक चाहिँ के अरे चरम सीमा भनेर साध्य छैन। हजुर। तपाईँको डकर विसिकर्मे चाहिँ अनेक किसिमको चाहिँ के अरे अब सब चाहिँ के अरे त्यस्तो भइरहेको छ। जस्तो चाहिँ के अरे अब अहिले त चाहिँ तल 82 तल 2 नम्बर वडासम्म चाहिँ त्यो धुले बाटो आइरहेको छ। त्यतिखेर चाहिँ आएको थिएन है। अनि त्यतिखेर हामीले चाहिँ पुरा चाहिँ खचर र मान्छेले ध्वनि गर्दाखेरि चाहिँ बढी चाहिँ के अरे एकदम महँगो भयो। हजुर। अब त सडक पनि धामनीसम्म आइसकेको छ। अब त अलिकति कम हुन्छ। अब त अलिक कम जे होस् 5,55,000 बाट सुरु भएको यो हेल्पोस भवन निर्माण अब 15,55,000 सम्ममा सिद्धिने हाम्रो एस्टिमेट भएको हुनाले हामीले चाहिँ सम्पूर्ण देश विदेशमा रहनुभएको ब्रेज मेश्रमको सन्तानहरूलाई हेल्पोस घान्द्रुङमा एकदम आवश्यक कुरा हो। यहाँ विदेशीहरूले त्यत्रो खर्च गरेर पिएचडी डाक्टरहरू नर्सहरू ल्याएर राखिदिनु भएको छ र सामग्रीहरू पनि जुटाइसक्नु भएको छ। हामी घान्द्रुकेहरूले चाहिँ एउटा भवन मात्र खडा गर्न पर्ने भयो। अब यसमा अब कार्यक्रमको अन्तमा अब हामीले जस्तै तपाईँ हाम्रो यस संयुक्त हेल्पोस व्यवस्थापन समितिको अध्यक्षको नाताले अहिले यस कार्यक्रम हेरिराख्नु भएको सम्पूर्ण घान्द्रुकेवासीहरूलाई यो हेल्पोसको लागि 2 शब्द भनिदिनुहोस् न। बाहिर देश विदेशमा चाहिँ बस्नुभएको चाहिँ हाम्रो घान्द्रुककै दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू चाहिँ विदेशमा चाहिँ बस्नु भए तापनि हाम्रो जन्मस्थान घान्द्रुकलाई चाहिँ नबिर्सिदिनुहोस्। अहिले चाहिँ घान्द्रुक चाहिँ अब पहिले हामी सानो हुँदाखेरि चाहिँ अब घान्द्रुक कस्तो हुन्छ होला भन्ने चाहिँ थाहा थिएन। तर अहिले चाहिँ घान्द्रुक चाहिँ एकदमै अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ एकदमै नाम चलेको छ। त्यसकारण हाम्रो घान्द्रुकको इज्जतलाई चाहिँ राख्नको लागि तपाईहरूले चाहिँ घान्द्रुकलाई चाहिँ सम्झिदिनुहोस्
अनि घान्द्रुकको चाहिँ कुनै पनि विकासको चाहिँ कार्यक्रमहरूमा चाहिँ तपाईँहरूले चाहिँ यसो ध्यान लगाइदिनु हुन मेरो घान्द्रुकवासीलाई चाहिँ विनम्र अनुरोध छ। त्यस्तै धन्यवाद, धेरै धन्यवाद मामा शङ्कर बहादुर गुरुङ। त्यस्तै गरेर हाम्रो हेल्पोस भवन निर्माण समितिको अध्यक्ष तिलबहादुर मामालाई पनि देश विदेशमा छरेर बसिराख्नु भएको घान्द्रुकीहरूमा 2 शब्द भनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। घान्द्रुकमा जन्मिएर हाम्रो सन्तातीहरू चाहिँ अब देश विदेशमा चाहिँ रहनु भएको छ। तपाईँहरूको जीवनको लागि चाहिँ अत्यन्तै चाहिँ के अरे सुखमय चाहिँ व्यतीत गरिरहनु भएको छ। तर यो घान्द्रुक भनेको जन्मस्थल चाहिँ तपाईँहरूको हाम्रो, यसलाई तपाईँहरूले चाहिँ नबिर्सिदिनुहोस्। यहाँ परेका जुनसुकै दुःख सुखका चाहिँ के अरे काम कुराहरू तपाईँहरूलाई चाहिँ हामी अवगत गर्न चाहन्छौँ र तपाईँहरूप्रति हामी सहयोगको यस घडीमा सहयोगको चाहिँ अपेक्षा राख्दछौँ। धेरै मिठो कुराकानी भयो आज घान्द्रुक आएर मामा तिलबहादुर गुरुङ र मामा शङ्कर बहादुर गुरुङसँग। र तपाईँ हामीलाई थाहा नै भएको कुरा हो, शिक्षा र स्वास्थ्य भनेको एकदम आवश्यक कुरा हो र हामी देश विदेशमा रहेर पनि हाम्रो मामाहरू बाजेहरू घान्द्रुकमै बसेर पनि हाम्रो ठाउँ र समाजको लागि केही राम्रो कामहरू गरिराख्नु भएको छ। त्यस्तै उहाँले जुन हेल्पोसको प्रोजेक्ट ल्याएर उहाँहरू अगाडि बढिरहनु भएको छ। म आफ्नो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई हाम्रो यस हेल्पोस भवन निर्माण काममा सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र उहाँहरूको मैले धेरै राम्रो एउटा कामहरू देख्यो, किनभने म हिजो आउँदाखेरि यहाँनिर नाचगानको कार्यक्रमहरू भएको थियो। विदेशीहरूको अगाडि नाचगान प्रोग्राम गरेर उहाँले सानो सानो रकम भए पनि जम्मा गरिराख्नु भएको रहेछ। उहाँले घरधुरीबाट एउटा श्रम दान लिएर उहाँले कामहरूलाई अगाडि बढाइराख्नु भएको रहेछ। त्यस्तै गरेर म विमल गुरुङको व्यक्तिगत तर्फबाट उहाँहरूको यस भवन निर्माण समितिमा सहयोग को अपेक्षा गर्दै अब यस कार्यक्रमको लगत्तै तपाईहरू हेर्न सक्नुहुनेछ हिजो भएको नाचगान कार्यक्रमको केही झलकहरू। धन्यवाद। Wow.
5,000 चाहिँ रुपियाँ चाहिँ हाम्रो हेल्थ पोस्ट निर्माणको लागि चाहिँ सहयोग प्राप्त भएको छ। 5,000 अनि त्यो चाहिँ गर्न बाँकी छ हैन। र अब यो हेल्थ पोस्ट चाहिँ हामी सबैको चाहिँ साझा संस्था हो र अहिले चाहिँ हेल्थ पोस्ट चाहिँ निर्माण हुँदैछ। तर यो के अरे एकदम आर्थिकको चाहिँ सङ्कट भइराखेको छ। यसलाई चाहिँ कसरी चाहिँ सम्पन्न गर्ने भनेर चाहिँ विभिन्न वडाहरूबाट चाहिँ के अरे युवा युवतीहरू आमाहरू हैन बाहरू आएर चाहिँ हाम्रो यो कार्यक्रमलाई चाहिँ एकदमै राम्रो सम्पन्न गरिदिनु भयो हैन। र आगामी दिनहरूमा पनि यसरी नै चाहिँ के अरे भेला भएर चाहिँ कार्यक्रमलाई चाहिँ एकदम राम्रो सम्पन्न गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। पैसा हेल्थ पोस्टको लागि
उहाँबाट 6000 रुपियाँ चाहिँ उहाँको आफ्नो चाहिँ के अरे खुसीको साथमा 2-4 शब्द चाहिँ बोलेर उहाँले चाहिँ चढाउनु भएछ। उहाँको नाममा दीर्घायु होस्। हेप हेप। ल फेरि प्रकाश मान गुरुङले 1000 रुपियाँ चाहिँ के अरे उहाँको नाम चाहिँ के अरे बाबा छाने दादाजी भयो गुरु दाइको छोरा विशाल गुरुङले उहाँले पनि हाम्रो हेल्थ पोस्टको निमित्त 1000 रुपियाँ चढाउनु भएको छ। उहाँको नाममा हाम्रो फेरि 8 माइल थरकै गुम्बा बाबुको चाहिँ के छोरा के नाम शुभ नाम के रहेछ अमृत गुरुङले 500 रुपियाँ प्रदान गर्नुभएको छ। धन्यवाद। उहाँको नाममा हेप हेप। यो बहिनी त नाचेनी हुनी थियो महिला भए सबैले